यो भिडियो हेर्नुहुने सबैजनालाई म के भन्न चाहन्छु भनेपछि यो भिडियो चाहिँ इन्टरटेनमेन्टको रूपमा मात्र हामीले बनाएका छौँ अनि यो भिडियोबाट कुनै इलिगल एक्टिभिटी हुन्छ भनेपछि हामी त्यसलाई केही प्रमोट गर्दैनौँ अनि यो पटौका अनि बाहिर सामान ओसारपसारदेखि लिएर हामी कुनै सामानलाई प्रमोट गर्दैनौँ। कृपया यो भिडियोलाई इन्टरटेनमेन्टको रूपमा मात्र ल्याइदिनु होला गाइस। आइए देखते हैं मजा आएगा। हेलो एभ्रिवन गाइज, इट्स अ बोय ब्लगर दीपक फेरि आइसकेको छु तपाईँहरूको लागि नयाँ ब्लग भिडियो लिएर। आजको मेन ब्लगमा हामी जानेछौँ बनबसा। बनबसादेखि हामी किन्नेछौँ आज थोरै पटौका अनि पटौकाहरू किन्नेछौँ, घरको काम पनि छ, त्यही भएर हामी जानेछौँ बनबसा। यो चाहिँ तपाईँहरू देख्नुहोला, हामी पुगिसक्यौँ सिधै बनबसा। देख्न सक्नुहुन्छ यहाँ पटौकै पटौका छ, अझ तपाईँहरू ब्लग देख्दै गर्नुहोला एकदम। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी लगायत थोरै चाहिँ सिनेमेटिक म्युजिकमा हामी अलि भिडियो हेरौँ, त्यसपछि हामी ब्लग कन्टिन्यू गर्नेछौँ लगायत। गाइज यो भुजेला नजिकको यो क्वारेन्टाइन छ नि, पशु क्वारेन्टाइन, यो चाहिँ हामीले यसको व्यवस्थित रूपमा कार्य ल्याउन सक्नु पर्यो है गाइज। यो चाहिँ अहिले केही छैन, यहाँ गाई गोरुहरू केही पशुहरू केही देखेन मैले। लगायत हामीहरू पुगिसक्यो गड्डा चौकीको मेन विद्युत वितरण केन्द्र सब स्टेसन हाम्रो गड्डा चौकीको। अनि यहाँदेखि हामी हाम्रो गड्डा चौकीको नाका तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हामी एकछिन रेस्ट गऱ्यौँ अनि अङ्कलसँग कुरा गऱ्यौँ यहाँ सामानहरू कति ओसार पसार हुन्छ भने चाहिँ अङ्कल भन्दै धेरै मात्रामाहरूमा हुन्छ अनि लेडिजहरू जेन्ट्सहरू धेरै नयाँ नयाँ व्यक्तिहरू आएको छन् अहिले ओसार पसार गर्नको लागि भन्दै थियो। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ भिड सबैजनाको सामान ओसार पसार गर्नेहरूको गड्डा चौकी एरियामा देख्न सक्नुहुन्छ सबैजनाहरू है गाइज। तपाईँहरूले म पुरा विस्तृत रूपमा देखाउने छु सामान ओसार पसार कस्तै गर्दैछन् देख्न सक्नुहुन्छ। सबैजनाहरू यहाँ लुकेर बसेका छन् अनि यिनीहरूको काम अनि यिनको जीविकोपार्जन भनेर पैसा कमाउने आय स्रोत नै यही हो गाइज। अनि अब हाम्रो सरकारले पनि केही एक्सन लिनु पर्यो है गाइज। सबैजना यस्तै ओसार पसार हुँदैछ यहाँ सामानहरू। लगायत यहाँदेखि हामी पुगिसक्यौँ एसएसबीको मेन चेकिङ पोइन्ट। यहाँदेखि हामी बनबसा जानेछौँ। यहाँदेखि हामी अब चेकिङ गरेर अगाडि जानेछौँ। म चाहिँ बिस्तारै बिस्तारै हिँडेर अगाडि चेकिङ गरेर पुगिसकेँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब हामी पुगिसक्यौँ बनबसाको पुल क्रस गरेर शारदा ब्यारेजको जस्ट हामी अगाडि पुगिसक्यौँ। देख्न सक्नुहुन्छ यो चाहिँ इन्डियन नम्बरको ट्याक्सी। यहाँदेखि सबै टुरिस्टहरू अनि जति बाहिर देशदेखि घुम्ने आउने मान्छेहरू छन् सबै बनबसादेखि यहाँदेखि टोल ट्याक्स अनि भन्सार काटेर सबैजना आउने गर्छन्। यो चाहिँ हाम्रो बनबसा पारी आमबाडीको नजिकको रुख रहेको छ गाइज। यहाँदेखि तपाईँहरू देख्न सक्नुहुन्छ अहिले जस्ट अङ्कलहरू यहाँ फाइट गर्नेवाला छन्, एउटा अङ्कल र एउटा ब्रदर देख्न सक्नुहुन्छ फाइट गरिरहेको छन् एकदम धमाधम गाइज। मलाई खतरा हाँसो लाग्यो गाइज यार। ल अब यहाँदेखि हामी जानेछौँ यो बनबसाको नजिकको यो जो नयाँ रोड बनिरहेछ यो चाहिँ मलाई धेरै राम्रो लाग्यो है, एकदम बब्बाल छ, धेरै राम्रो लाग्यो। धेरै आफ्टर लङ टाइम पछि यो रोड चाहिँ निर्माण कार्यक्रम भएको मैले देखेँ, धेरै राम्रो लाग्यो है लगायत। अब यहाँदेखि देख्न सक्नुहुन्छ आज चाहिँ बुधबार रहेको थियो, त्यही भएर आधा बनबसा मार्केट चाहिँ बन्द थियो, त्यही भएर हामीले हल्का सामानहरू किन्न पाएनौँ अनि आधा सामान चाहिँ हामीले किन्यौँ। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यो टनकपुरको अनि रेल जाने मार्ग भइसक्यो अनि त्यहाँदेखि हामी बनबसा मार्केटमा पुगिसक्यौँ। बनबसा मार्केट आज चाहिँ हल्का धिमा धिमा नै थियो। त्यसपछि हामी सिधा आइहाल्यो पटौका किन्नको लागि गाइस। देख्न सक्नुहुन्छ एकदम पटौका खतरनाक रूपमा छन् है, यहाँ एकदम ठुला ठुला पटौकादेखि लिएर साना साना पटौकाहरू छन्। हामीहरूले चाहिँ नर्मल पटौकाहरू किने। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ मुर्गा छापदेखि लिएर सबै पटौकाहरू छन्, एकदम ठुल्ठुला पटौकादेखि झिरझिरे पटौकादेखि लिएर सबै छन्। हामीले चाहिँ झिरझिरे पटौकाहरू अनि नर्मल पटौकाहरू ल्यायौँ गाइज, इन्जोय गर्नको लागि इन्टरटेनमेन्टको लागि मात्र है गाइज। यो चाहिँ तपाईँहरू अनि इलिगल एक्टिभिटीहरूलाई हामी केही प्रमोट गर्दैनौँ, तपाईँहरूलाई अहिले पनि भन्दैछौँ यो चाहिँ प्रमोट हामी केही गर्दैछौँ। हामी तपाईँहरूलाई एकदम इन्टरटेनमेन्ट इन्फर्मेसन इन्जोयको लागि मात्र यो भिडियो बनाइरहेको छौँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यति पटौकाहरू छन् बाबरे, म त एकदम खतरनाक दिल गार्डन गार्डन हो गयो गाइज, भयङ्कर गाइज। ल देख्न सक्नुहुन्छ तपाईँहरू एकदम खतरनाक पारामा बुम। ल अब यहाँदेखि हामीहरू पटौकाहरू किनेर थोडा अनि घर जाँदैछौँ अनि यहाँदेखि हिसाब किताब गऱ्यौँ अनि टक्क पाएर तपाईँहरू देख्न सक्नुहुन्छ हामीले किनेका पटौकाहरू भनेका नर्मली यही छन् अनि केही चाहिँ हामीले राखिसकेका थियौँ ब्यागमा। अनि कलर पटौकाहरू योहरू आकाशमा गएर पड्किनु। भाइ चाहिँ यहाँ डेमो देखाउँदैछ है कस्तै पटौका पड्काउने भन्ने, एउटा बिँडी पटौका हुन्छ नि पट्टाउने, देख्न सक्नुहुन्छ। ल अब पड्किनेवाला छ, ल पड्क्यो लगाइदिनु भाइ साहब, र खतरा पड्किन्छ है, यो आवाज चाहिँ खतरा आउँछ। यहाँदेखि हामीले हल्का घरको सामानहरू किन्नु थियो, घरको सामानहरू किन्यौँ दोकानमा। टक्क देख्न सक्नुहुन्छ गाई इन्डिया पनि छाडा चपाएर गाईहरू पनि कति छन् गाई यार, म त अचम्म बढी। यो चाहिँ साइड एरियाको अनि यो ट्रेन आउने साइड एरियाको जो छ नि त रोड साइडको घरहरू सबै भत्काएको छ, यो चाहिँ एकदम मलाई धेरै राम्रो लाग्यो। अनि यहाँदेखि हामी टक्क पारेर अब यहाँदेखि
ट्रेन आइरहेको थियो, गेट बन्द थियो, त्यही भएर हल्का वेट गऱ्यौँ। बाटो एकदम ब्लक थियो, हल्का 5 मिनट जति वेट गर्नु पऱ्यो। एकदम म हेरिरहेको छु कति खाली हुन्छ रोड भनेर। यहाँदेखि हामी सिधा बनबसा पुल पुगिसक्यो। जस्ट अब हामी यहाँदेखि घर जानेवाला छ। सामानहरू सबै किनिसकेर घरको सामान पटक यताउति दायाँ बायाँ सबै गरिसकेर हामी बनबसाको पुलमा पुगिसक्यौँ। तपाईँहरू देख्न सक्नुहुन्छ आज चाहिँ पानीको बहाव बनबसा पुलमा एकदम खतरनाक पारामा छ है, हेर्न सक्नुहुन्छ तपाईँहरू। एकदम बहुत पानी आइरहेछ। म त एकदम डराइरहेको थिएँ क्या यो पानी देखेर। मलाई चाहिँ यो पानी अनि पुल एकदम यो उचाइ अनि धेरै गहिराइदेखि लिएर बहुत डर लाग्छ। अनि यो गड्डा चौकीको अटोहरूको देख्न सक्नुहुन्छ बिग गाइज, मान्छेहरू कम छन्, अटोहरू धेरै छ यहाँ चाहिँ। भाइसाब गजब। ल गाइज, अब यहाँदेखि हामी घर पुग्न लाग्यौँ। आजको मेन भ्लग चाहिँ यतैतिर राखौँ अनि नयाँ भ्लगमा मिल्नेछौँ। टेक केयर गाइज, लभ यु गाइज, बाई बाई। खत्म, बाय बाय, टाटा, गुड बाय, गया।